भिडियो बनाउँछु भनेको चाहिँ पुरै धुलो पाँचकोलानिर पुगिसक्यो होइन, एक्लै छु, त्यही पनि भिडियो बनाएको छु। सो उनी भाइहरूले चाहिँ लिफ्ट मागिरहेको छन्, लिफ्ट दिउँ कि नदिउँ, दिइहाल्छु होइन, आफूलाई पनि त्यस्तै पर्छ नि त। कता हो बाबु, कुन स्कुलमा पढ्छौ? भ्याली स्कुलमा पढ्छौ? कति क्लासमा जान्छौ? जाने हो? बेन्च पनि एउटै हो? ओ माई गड, बेस्ट फ्रेन्ड हो नि क्या हो होइन। सो उनी भाइहरूलाई चाहिँ मैले लगिदिन्छु माथिसम्म होइन, भ्याली स्कुल जानु रहेछन्। सो ढिला हुन्छ नि त, अब यत्रो उकालो हिँड्नुपर्छ, त्यसैले चाहिँ मैले लगेर छोडिदिन्छु भाइहरूलाई। सो आइजाऊ बाबु, बस। चोकनिर आएका छौँ होइन, हामी सेन्दिल्लाको छोड्न नेपालगञ्ज जाने अरे। अनि ऊ बाबु अनि इन्द सर नेपालगञ्ज जानु लाग्छ नि। सो हामी चाहिँ छोड्न आएको छु, यो बाइकमा आएको थिएँ म अहिले होइन, जानु लाग्छ नि त, त्यसैले मैले भेट्नलाई आएको थिएँ। गाडी आउँदैछ अरे, जहाँदेखि हामी आएको चौरादेखि त्यहीँदेखि हाइस आउँदैछ र यहाँ हामीलाई किन बोलाएको मलाई थाहा नै भएन। सो अब यिनीहरूलाई छोडेर चाहिँ म अब गाडीको हिँडेँ म घरतिर लाग्छ। हाम्रो सोल्टी जानुहुन्छ है फेरि, चिन्नुहुन्छ? चिन्नुहुँदैन, चिन्नु है फेरि। के सुन्दै हो? कतिमा पढ्छौ फेरि तिमी? केमा नाम के र? ओ हो, अनिता थापा भनेर चाहिँ हाम्रो ठुलो दिदीको नाम, हामीको नाम चाहिँ सेम टु सेम भयो है। पप्पी गर होइन। नेपालगञ्ज जाने गाडी पनि आइसक्यो, आइस होइन, अगाडि देख्न सक्नुहुन्छ त्यहाँनिर छ, त्यो गाडी जान्छ। अब मेरो बाइक चाहिँ यहाँनिर छ। सो त्यही अब छुट्टिने पल पनि आइसक्यो। हेरौँ अब, इमोसनल चाहिँ हुँदैन है फेरि, म इमोसनल भन्ने चिज म कहिले पनि हुँदिनँ, अहिले पनि हुँदैन, त्यही हो। अनि बाबुहरू छ, नानी अनि दिदी अनि एउटा यिनीको भाइ छ होइन, त्यही अब यिनीहरूलाई चाहिँ गाडीमा हालेर हामी चाहिँ निस्किन्छौँ है। ताता परे ए बाबु भाइ भाइ कर रे। अब चाहिँ गाडीमा हाल्दैछौँ होइन, ल इन्द राम्रोसँग जानु है, ल गयो नि, बाई 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 बाई। गाडीमा बसिसक्यो, अब चाहिँ हामीहरू पनि यहाँदेखि चौरदार जानुलाई मलाई बाई लगभग कति लाग्छ भनेपछि अब आधा घन्टा, बढीमा आधा घन्टा 20 देखि 24 मिनटमा पुगिहाल्छु म बाइकमा, गाडी जस्तो छ। दिदी बस्न दिनु मलाई। ऊ त्यहाँदेखि छ होइन हाइस, त्यहाँदेखि जानु लागिसक्यो होइन। ए ओहो, यहाँनिर आउँदो रहेछ, यतैदेखि जानु रहेछ। यता सेन्ट पिब्लीको मोड छ नि, त्यहाँदेखि जाँदो रहेछ आजभोलि, नत्र त्यो बाटोदेखि जान्थ्यो, आजभोलि चाहिँ यतादेखि जाँदो रहेछ। सो यहाँनिर आयो भने चाहिँ भिडियो बनाउनु पर्छ, त्यही हो। भिडियो बनाउँछु भनेको चाहिँ पुरै धुलो कस्तो वर्ल्ड कप हेर्छु भनेर 4:30 बजी सुतेको, 4:30 बजी सुतेर बिहानै 6 बजी उठ्यो होइन, धुलो खुवायो। अब टिप्पलले पनि धुलो खुवाउने होला होइन। सो ओ माई गड, ल धुलो हेर्न सक्नुहुन्छ होइन, त्यही पनि उतातिर पनि कस्तो धुलो खुवायो छ्या। अब चाहिँ म जान्छु, त्यो हाइस भन्दा चाहिँ अगाडि गइहाल्छु, किनकि मसँग बाइक छ नि त। सो त्यही हो, अब तपाईँहरू हेर्दै गर्नु होला। सो चौरदार जाने बाटो चाहिँ यो हो, अनि यो चाहिँ नेपालगञ्ज जाने बाटो, सुर्खेत गयो नि भन्छ होइन, अनि यो चाहिँ राकेचौर जाने बाटो, यो नेपालगञ्ज। म चाहिँ यता चौरदारी होइन। धुलो उडाउँदै राजा गाडी, ल राम्रोसँग जाने है, ल राम्रोसँग है इन्द, ल दाइ राम्रोसँग लग्नु होला है। ल सर गइसक्यो होइन, मैले बसाएको यो हाइस हो। सो गइसक्यो, अब त्यही हो, बाबाई म पनि लागेँ। फेरि ठ्याक्कै कहाँनिर आयो भनेपछि थोदरको यो गेट छ नि, त्यहाँ चाहिँ शहीद गेट छ, अनि यो पिपलको रुख भयो, स्कुल छ होइन यहाँनिर। पहिला चाहिँ मान्छेहरू यतादेखि हिँडेर जान्थ्यो, आजभोलि पनि जान्छन् होला हिँडेर, बट आजभोलि अटोहरू जान्छ नि त, अटोहरू जाने कारणले चाहिँ यतादेखि जान्छन् धेरै जस्तो मान्छेहरू। कोही मान्छेहरू होला नि अब को बाटोमा योदेखि जाने होइन। यो स्कुल भयो, स्कुल चाहिँ अहिले बन्द रहेछ, यहाँ बाहिरदेखि देखाइदिएँ मैले। यहाँनिर ग्राउन्ड पनि छ, यो भवन पनि बन्न ला रहेछ, यो स्कुल भयो। यो चाहिँ ठ्याक्कै कहाँनिर भन्दाखेरि सेन्ट पिब्ली झर्ने हुन्छ नि, ठ्याक्क ओह्रालो आउँछ सेन्ट पिब्लीको, त्यहाँनिर आउँछ क्या ठ्याक्कै। सो तपाईँहरू आएर चाहिँ एकचोटि भिजिट गर्नु होला भन्न चाहेँ मैले। सो लेट्स सी के हुन्छ, हेरौँ अगाडि। बाँसकोलानिर पुगिसक्यो होइन, एक्लै छु, त्यही पनि भिडियो बनाएको छु। सो उनी भाइहरूले चाहिँ लिफ्ट मागिरहेको छन्, लिफ्ट दिउँ कि नदिउँ, दिइहाल्छु होइन, आफूलाई पनि त्यस्तै पर्छ नि त। कता हो बाबु, कुन स्कुलमा पढ्छौ?
भ्याली स्कुलमा पढ्छौ कति क्लासमा जान्छौ जाने हो ल नाम भन त पहिले तिमीहरूको नाम भन अनि लगिदिन्छु म राम्रोसँग म स्टार बन्द गरेँ है ल अब तिम्रो नाम भन त बाबु मेरो नाम केशव बुढा अनि उसको मेरो नाम गुन्जन कुमार शर्मा कतिमा पढ्छौ तिमी अनि बाबु तिमी फोरमा हो सेक्सन छ छैन कति अनि उसको हेर्ने यो दुइटैको सँगै हो बस्ने पनि बेन्च पनि एउटै हो ओ माई गड बेस्ट फ्रेन्ड हो नि क्या हो होइन सो उनी भाइहरूलाई चाहिँ मैले लगिदिन्छु माथिसम्म होइन भ्याली स्कुल जानु रहेछन् सो ढिलो हुन्छ नि त अब यत्रो उकालो हिँड्नुपर्छ त्यसैले चाहिँ मैले लगेर छोडिदिन्छु भाइहरूलाई सो आइज बाबु बस ल लगेर गइदिन्छु है भाइ अनि केटाहरूलाई चाहिँ मैले अब स्कुलनिर छोडिदिएँ होइन गेट हेर्ने रहेछ भ्याली पब्लिक हाई स्कुल होइन ल बाबु राम्रोसँग जाऊ है ल ल बाई ल म अब लागे घरतिर लाग्छु अब तपाईँहरू यो भ्लगलाई चाहिँ अब हेर्दै गर्नु होला देखाइदिनु होला होइन अगाडि के हुन्छ सबै देखाउँछु मैले तपाईँहरूलाई म यता घरतिर आएको थिएँ होइन टी सर्ट पनि चेन्ज गरेको थिएँ फेरि ठुल्दिदी आउनु भएको छ अरे ठुल्दिदीले त्यो एक्सिडेन्ट भएको थियो नि सो त्यही भएर चाहिँ रिकभरीको लागि हस्पिटलमा आउनु भएको छ अरे मेसिन हस्पिटलमा सो त्यहाँ चाहिँ मैले पैसा डिपोजिट गर्न जानुपर्ने भइरहेको छ होइन अब काम पनि त्यहाँ चल्दै होला अब त्यहाँ गएर चाहिँ काम पनि देखाउँछु म कति मान्छेले चिन्नु भएको छ छैन होइन ऊ चाहिँ मेरो भान्जा अनि मेरो भान्जे सो नानी कतिमा पढ्छ त अनि त बाबु 2मा अनि 4मा होइन एउटा चाहिँ 2मा एउटा चाहिँ 4मा पढ्छ नानी भान्जी 4मा अनि बाबु चाहिँ 2मा पढ्छ सो तपाईँले भ्याली स्कुलदेखि हेर्नु भएको छ भने होइन माया देखाइदिनु होला बाबुहरूलाई चाहिँ अनि नानीहरूलाई चाहिँ टचरको पनि नगर्नु होला राम्रो गर्नु होला व्यवहार होइन त्यही हो अब कोहीले नान्नु होला भन्न चाहेँ मैले उसलाई छोडेर चाहिँ होइन भ्याली स्कुल छोडेँ अब मैले अगाडि पनि 2वटा भाइहरूलाई छोडेर गएको थिएँ होइन मेरो भान्जा उसलाई चाहिँ यता बाबु उसलाई चाहिँ मैले छोडेर अब भ्याली स्कुलमा अब चाहिँ म चाहिँ हस्पिटल जान्छु मेरो भान्जी चाहिँ अब हस्पिटल जान्छु किनकि उसको अपरेसन भन्छ नि त सो त्यही भएर चाहिँ स्कुल आउँदैन ऊ 3-4 दिन भयो अनि बहिनीहरू फेरि हाँस्दिएर आयो फेरि ओ माई गड ल त्यही हो अब चाहिँ हामीहरू उसलाई बाबुलाई बाई बाई भनेर अब चाहिँ हामी लाग्छौँ है बाई अच्छे से जाना ओके बाई इधर देख बाई ल बाबुलाई छोडेर चाहिँ हामीहरू लाग्यौँ अब हस्पिटलतिर बस त्यो देखेको भिडियोमा उहाँ दिदी हुनुहुन्छ सन्चो भइहाल्नु भएछ आजभोलि होइन फेस हेर्न सक्नुहुन्छ ओ माई गड यति छिटै रिकभरी भइसक्नु भएछ दुईटी दिदीहरूलाई लगेर म चाहिँ अब हस्पिटल जान्छु हेर्नेदेखि माथि नजिकै छ होइन 1 सेकेन्डको कुरा हो सो अब लाइन लाग्नु भयो कति धेरै भिड रहेछ होइन नानीको पनि गर्नु छ टाँका फुकाउनु होला सायद आज त हाँस्नुहुन्छ होइन अस्ति त अलि निराश हुनुहुन्थ्यो आज हाँस्नुहुन्छ हस्पिटलमा आएर होला होइन सो भिडियो बनाएको भएर हाँस्नु भएको हो कि त्यत्तिकै हाँस्नु भयो केही थाहा नै छैन म चाहिँ लाग्यो घरतिर होइन अब बाइक घुमाउँछ अनि घरतिर लाग्छु हस्पिटलमा आएर चाहिँ पैसा बुझाइसके दिदीलाई घरको काम पनि छ नि त यहाँ बस्ने हुन्थ्यो नत्र सो अब चाहिँ म गइहाल्छु अनि तपाईँहरूलाई त्यहाँ गएर चाहिँ देखाउँछु है काम के सकियो भन्दाखेरि यो मसला पुर्याउनु थियो अनि यो मसलालाई चाहिँ त्यहाँ पुर्याउँथेँ मैले होइन अनि उनीहरूको काम यो खन्ने थियो सो त्यही अब तालु भाइ पनि आइसकेको छ अब ढुङ्गा पुर्याइरहेको छ उसले पनि होइन त्यस्तो काम गर्नु पर्यो नि त होइन त्यही अब हामी फाल्टु बस्ने मान्दैन अब यो एकछिनको लागि भिडियो बनाइहालौँ भनेर मात्रै हो ल म कामतिर लागेँ है फेरि अहिले रेस्ट टाइम थियो होइन खाना खाएर हामीहरू अब फेरि काममा जान लागिसक्यौँ फेरि सो यो बोल लगेर चाहिँ अब हामी एउटा कन्टेन्ट सोचिरहेको छ होइन त्यसैले चाहिँ फन्नी कन्टेन्ट सोचिरहेको छु त्यसैले यो बोल लगेर गइरहेको छु मैले अनि त्यहाँ गएर चाहिँ म कन्टेन्ट बनाउँदाखेरि तपाईँहरूलाई देखाउँछु के कस्तो बनाउँछु मैले भनेर सो हेर्दै गर्नु होला तपाईँहरूले है कामहरू सब सकियो अब होइन अब सब चाहिँ हामी लाग्छौँ घरतिर यदि भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला सो टेक केयर एन्ड बाई